जो भगवानको भक्ति गर्नुहुन्न नि हो उनीहरूले सुन्नै पर्छ के यो। त्यसैले मैले उहाँहरूको लागि बनाएको हुँ। स्क्रोल नगरेर फुल वाच गरिदिनुहोस्। हरे कृष्ण, सबैले जय श्री राधे राधे। आज चाहिँ म एउटा ज्ञान दिन आइरहेको छु हजुरहरूलाई। सबैले मलाई प्रश्न गर्छन् कि यस्तो किन लगाएको, यो लगाएपछि के हुन्छ, यो लगाएको सुहाएन हजुरलाई भनेर सबैले भन्छन्। त्यसैले म आज यो चन्दन लगाएका फाइदाहरू बताउन गइरहेको छु। यो लगाएपछि हामी कस्ता कस्ता भयङ्कर भयङ्कर अपराधबाट हामी मुक्त हुन्छौँ। यो चन्दन पहिला प्रथम त सुरु गरौँ चन्दन के को हो भनेर र चन्दन कसले लगाउँछ भनेर। चन्दन चाहिँ जसले लगाउन मिल्छ, बट माछा मासु खानु भएन क्या। जो पवित्र हुन्छ के जब मानिसको शरीरमा चन्दन हुन्छ नि, चन्दन हो, चन्दनले एकदम शरीरलाई पवित्र राख्छ के। चन्दनको एउटा फाइदा मैले भने, शरीरलाई पवित्रता दिन्छ के यसले चन्दनले। हो यो सनातन धर्ममा चलिआएको चलन हो के। जो भगवानको भक्त हुनुहुन्छ, जो सनातन धर्ममा धर्म मान्नुहुन्छ, जसको घरमा माछा मासु अन्डा खानुहुन्न, जो भगवानको नाम जप गर्नुहुन्छ हो, उहाँहरूले त लाउनै पर्ने कर्तव्य नै हो के यो। हो त्यसैले यो त लाउनुपर्छ एकदम। जब चन्दन लगाएपछि, चन्दन लगाएको एउटा अर्को फाइदा छ के। जब मानिस चन्दन लगाएर शरीर त्याग गर्छ नि, चन्दन लागेर शरीर त्याग गर्नु भनेको मर्नु क्या। चन्दन लगाएर यदि हजुर मर्नुभन्दा अघि हजुरको निधारमा चन्दन छ भने हजुरहरूलाई यमदूतले टच गर्न पनि सक्दैन क्या। त्यस्तो फाइदा छ चन्दनबाट। हो यमदूत भनेको के हो भने चाहिँ, यमदूत भनेको हामी मरिसकेपछि हामी कस्तो कर्म गऱ्यौँ, हामीले कस्तो पाप गऱ्यौँ, कस्तो पुण्य गऱ्यौँ हो, तिनीहरूले सबै सम्पूर्ण मिलाएर तिनीहरूले दण्ड दिने काम गर्नुहुन्छ क्या यमदूतहरूले। हो त्यसैले जसको शरीरमा चन्दन छ नि, यमदूतहरू काँप्छन् के तिनीहरू। ओहो यसलाई त मैले छुनुहुन्न है, यो त भगवानको भक्त रहेछ भनेर काँप्छन् तिनीहरू। हेर्नुहोस् त कति शक्तिशाली छ। चन्दन भनेको मानिसले लगाउनु पर्ने कर्तव्य रहेछ क्या। हो त्यसैले हामीलाई जो इम्पोर्टेन्ट छन् नि, जो हामीलाई काम आउँछन् नि जीवनयापन गर्दाखेरि, हो ती कुराहरू हामीले अपनाउनु पर्छ क्या। जो हाम्रो जीवनयापनमा यताउति काम लाग्दैनन् नि हो, ती कुराहरूलाई दुरुपयोग गर्नुपर्छ क्या हामीले। त्यसैले चन्दन भनेको लगाउनै पर्ने रहेछ नि, तर खासमा भन्नुपर्दा। अनि कसै मूर्खहरूले मलाई यस्तो गर्छन् भने, यो किन लगाएको, यस्तो सुहाएन हो हजुरलाई भनिदिन्छन्, बरु टिका लगाउनुहोस् रे के। रातो टिका टाँसेर हजुरको ज्यान गयो भने हजुर नरक जानुहुन्छ क्या। कति घाटा छ हेर्नु त। शरीरको लागि सजावट होइन के। चन्दन लगायो भने कति राम्रो देखिन्छ। आहा कति शरीरलाई पवित्रता राख्छ चन्दनले। चन्दनले शरीरलाई पवित्रता दिन्छ के। हाम्रो शरीर पवित्र हुन्छ, शुद्ध हुन्छ के। हेर्नु न कति धेरै फाइदा के, कति धेरै फाइदा। मानिसले यो मरिजाने जिन्दगीमा कुनै पनि कुराको आसक्ति गर्नुहुन्न के। यो शरीरलाई यो बनाएर के गर्नुहुन्छ? शरीरलाई क्रिम पाउडर दलेर के काम हजुरले? काम छैन नि, काम छ र काम छैन नि। कुनै समयसम्म रहला, त्यो बुढिएपछि त यो छाला चाउरिने हो नि त। मान्छे ज्यान जाँदाखेरि शरीर चाहँदैन क्या, आत्मा फेरि अर्को शरीरमा जाने नै हो। त्यसैले सबैले यो मनुष्य जीवन हो क्या। यो मनुष्य जीवन पाउनलाई कति देवताहरू पनि प्रार्थना गर्छन् के। किन थाहा छ? किनभने देवताहरू तिनीहरू भगवानको वैकुण्ठमा जानको लागि प्रार्थना गरिरहेका छन् तिनीहरू। हेर्नुहोस् न कति इम्पोर्टेन्ट, जो महत्त्वपूर्ण जीवन रहेछ कि मनुष्य जीवन भनेको। त्यसैले देवता जस्तै हामी यो मनुष्य जीवनमा हामी भगवानको नाम जप गऱ्यौँ भनेपछि, माछा मासु छुट्यायौँ, हामीले भगवानको नाम जप गऱ्यौँ भने चाहिँ हामी अहिले यो जुनीमा नै हामी वैकुण्ठ धाममा जान्छौँ कि, हामी शरीर त्याग्दै भएर। त्यसैले वैकुण्ठमा गए चाहिँ भगवानको धाममा न तद् भासयते सूर्यो न शशाङ्को न पावक यद्गत्वा न निवर्तन्ते तद्धाम परमं ममः। भगवत गीतामा भनिएको छ, जो भगवानको धाम जान्छ नि हो, त्यहाँ भगवानको धाममा गइसकेपछि फेरि यो संसारमा जन्म लिनु पर्दैन। भगवानको धाममा गइसकेपछि हामी कहिले पनि मर्दैनौँ के। यो संसारमा हामी जन्मिनुपर्छ, मर्नुपर्छ नि, हामी मर्नुपर्छ के। होस् मान्छेले सबै कुरा गर्छ तर मृत्युको तयारी चाहिँ कहिले पनि गर्दैन क्या मानिसले। हो मेरो मृत्युपछि जिन्दगी सुखी बनाऊ भन्ने सोच्दैन के। त्यसैले यो कलियुगका मानिसलाई सम्झाउन एकदम गाह्रो छ। त्यसैले मैले भिडियो हजुरहरूकै लागि बनाएको हुँ के। हजुरले यो कुरा सबै बुझ्नुपर्छ। यो कुरा हजुरले बुझ्नुभयो भने हजुरकै कल्याण हुन्छ। म पनि पहिला बुझ्थेन के। भगवानलाई जान्न जो कोहीले सक्दैन के। हो
त्यसैले यो मनुष्य जीवन भनेको बडा इम्पोर्टेन्ट रहेछ के। भगवानको धाममा सूर्यको पनि आवश्यकता पर्दैन। भगवानको धाममा यो संसारमा यो सूर्य लागिरहनु भएको छ नि, यो सूर्यलाई भगवानको आँखा भनेर सम्बोधन गरिएको छ क्या। सबै कुरामा भगवान हुनुहुन्छ के। तर हामी भन्छौँ यो संसारमा भगवान हुनुहुन्न भनेर भन्छौँ नि, हो तिनीहरू मूर्ख हुन् के। मूर्खहरूले मात्रै भन्छन्, न तिनीहरूले शास्त्र पढ्छन् न कुनै वेद अध्ययन गर्छन्, त्यत्तिकै आफ्नो मनमा लाग्यो मनमा जे आयो त्यही भनिदिन्छ कि तिनीहरू। हो त्यस्तो व्यक्तिलाई भनिन्छ मूर्ख। यस्ता मूर्खको कुरा कहिले पनि सुन्नुहुन्न जिन्दगीमा। हो त्यसैले मूर्खलाई भगवानको ज्ञान दिनु भनेको विष दिनु बराबर हुन्छ क्या, बुझ्नु भने हजुरले। त्यसैले मूर्खलाई कहिले पनि ज्ञान दिनुहुन्न। हो जसले हेर्न चाहनुहुन्छ भिडियो हेरिदिनु होला। जसले भगवानलाई विश्वास गर्नुहुन्छ कृपया यो भिडियो हेरिदिनु होला। यदि विश्वास लाग्दैन भनेर हजुरलाई मूर्खलाई ज्ञान दिनु भनेको विष दिए बराबर हुन्छ कि। तर यो कलियुगमा चाहिँ हजुरले मौका चुकाउनु भयो भने यो अवसर कहिले पनि आउँदैन क्या। अब धेरै 84 लाख वर्ष कुर्नुपर्छ क्या हामीले। त्यसैले बडा कठिनाइ छ। यो मनुष्य जीवन भनेको हामी भगवानको धाम वैकुण्ठ धाममा जानको लागि दिएको शरीर हो क्या। त्यसैले यो शरीर हामीले त्यत्तिकै अनावश्यक कुरामा व्यर्थ नफालौँ, सदुपयोग गरौँ, राम्रो राम्रो कुरामा मन लगाऊँ, भगवानको भक्तिमा मन लगाऊँ। फाइदा छ नि भगवानको नाम जप। ओहो आनन्दै आनन्द छ क्या। म अहिले जिन्दगी जिउन लागेको 1 वर्ष भयो क्या, भर्खर 1 वर्ष भयो क्या। पहिलातिर मैले जिन्दगी जिउनै जानिनँ क्या। तर मैले जिउनै जानिनँ। मनुष्य जीवन भनेको एकदम इम्पोर्टेन्ट जीवन हो। त्यसैले हरे कृष्ण, म सबैले हरे कृष्ण दण्डवत प्रणाम गर्छु।